ल साथी हो 2 नम्बर भिडियो आयो। त्यो अघिको भिडियोमा तपाईँले त्यति बुझ्नु भएन जस्तो लाग्यो, किनभने भिडियो लामो हुने भएर त मैले त्यो अलिकति सर्टकटमा बनाएको थिएँ भिडियो। स्टेप बाई स्टेप म अहिले यसमा चाहिँ अर्को भिडियोमा तपाईँलाई देखाउन गइरहेको छु कसरी त्यो भिडियो सुट गरिन्छ र कसरी त्यो एडिटिङ गर्नुपर्छ भनेर चाहिँ तपाईँलाई यहाँ पुरा जानकारी देखाउन गइरहेको छु है। सुरुमा यो भिडियो सुट गर्दाखेरि चाहिँ यो स्ट्यान्ड चाहिन्छ। स्ट्यान्ड छैन भने पनि केही अब केहीमा अडाएर राख्न सकिन्छ होइन। स्ट्यान्डै हुनुपर्छ भन्ने हुँदैन, अडाएर राख्नु तर क्यामेरा हालिनु हुँदैन, त्यति हो। ल इक्जाम्पलको लागि तपाईँहरूले चाहिँ मैले कोदारी खनेको थिएँ। अहिले चाहिँ मैले यो लौरो हल्लाएँ। यो भुतले हल्लाएको भयो, यो यति गरेँ देखिदियो। ल यहाँनिर भुतले लाठी हल्लाइरहेको छ है, हेर्नु होला साथी हो। यसलाई एडिटिङ भरि कसरी गरिन्छ भनेर चाहिँ देखाउनेछु डिटेलमा। ल साथी हो, तपाईँहरूलाई म फन स्क्रिनमा लाँदैछु। तपाईँहरू कुन एपबाट चाहिँ भिडियो एडिटिङ गर्नुहुन्छ होइन। म चाहिँ यो भिभा भिडियोबाट एडिटिङ गर्छु। मैले चाहिँ यसमा क्लिक गरेँ, न्यू प्रोजेक्टमा क्लिक गऱ्यो। त्यहाँदेखि अघि भिडियो रेकर्ड गरेको छ यहाँनिर, यसलाई यहाँ ल्यायो एडिटिङमा र यो फर्स्टको भयो यो लौरो। ल इक्जाम्पलको लागि तपाईँहरूलाई चाहिँ मैले कोदारी खनेको थिएँ। अहिले चाहिँ मैले यो अनि यसलाई तपाईँलाई इक्जाम्पल देखाउनलाई मैले थोरै गरेँ, यति मात्रै थोरै छोटो। यसलाई काटेर फ्याँकिदियो अरू। अब यसैलाई अघि लास्ट टाइम अर्को साइडको पनि यहाँनिर गरेको छ नि त, अनि त्यसलाई फेरि यहीँ ल्याउनुपर्छ। यहाँ ल्यायो, यहाँनिर एडिटिङमा जुनैमा पनि हुन्छ यहाँनिर ओभरले भन्ने, यो ओभरलेमा क्लिक गर्ने। त्यहाँदेखि त्यसले ग्यालरीमा लान्छ, फेरि त्यही भिडियोलाई यहाँ ल्यायो होइन। अब यो लामो छ भिडियो, यसलाई यहाँ हेरेर कहाँ देखिन्छ यसलाई काटेर फ्याँक्नुपर्छ। मैले लौरो फ्याँकेर चाहिँ बोलेको, त्यहाँ लट्ठी फ्याँकेर चाहिँ बोलेको छु नि त, यहाँ भुतले हात हल्लाउँदैछ है भनेर यहाँ लो यसलाई यता काटेर फ्याँकिदियो होइन। स्प्लिटमा थिचेपछि यसलाई मुभ गर्थ्यो र त्यहाँ राख्नुपर्छ। त्यसलाई क्लिक गरी यहाँ ल्याउनु पर्ने हो नि त यसलाई, अनि ठ्याक्कै यसले कपी गर्थ्यो यहाँ आयो नि त। अब यो पहिला यो स्क्रिनमा बराबर पार्नुपर्छ यसलाई, यसरी ओभरलेलाई पनि टक्क पहिलाको भिडियोसँग बराबर पार्ने हो। बराबर पार्यो टक्कै बराबर पारेपछि अनि यसलाई अब यो लामो छ नि त, अघिको कतिको छ त्यति नै पार्नुपर्छ यसलाई। यो लामोलाई काटेर फ्याँक्नुपर्ने हुन्छ। यसलाई काट्यो फ्याँकिदियो। अब यति गरेपछि तपाईँको यसलाई ट्याप गर्ने, फेरि यसलाई ट्याप गरेपछि यहाँ मार्क्स भन्ने आउँछ। यहाँ मार्क्स आयो, मार्क्समा ट्याप गरेपछि यहाँ स्प्लिट भन्ने सेकेन्डमा स्प्लिटमा क्लिक गर्यो। यहाँको इन्टरफेस यस्तो आउँछ। यहाँ क्लिक गरेपछि अनि यसलाई अब त्यो लौरो हल्लाको मात्रै निकाल्नु पर्ने छ नि त, अरू काट्नु पऱ्यो। अनि यसलाई यसरी दिने, दुईवटा आम्लाले ठ्याक्कै घुमाउने यसलाई यसरी। अब चाहिँ मान्छेको हात देख्नु भएन यहाँ। ल यहाँनिर भुलले इक्जाम्पलको लागि अलिकति हात देख्छ, यसले फेरि सार्यो। तपाईँहरूले चाहिँ मैले कोदारी खनेको थिएँ, लाठी हल्लाइरहेको। मैले यहाँ भुत भनेर भनेको मात्रै निकाल्नु पऱ्यो नि त। ल यहाँनिर भुलले इक्जाम्पलको लागि तपाईँहरूलाई चाहिँ मैले कोदारी खनेको थिएँ, लाठी हल्लाइरहेको। अब यसरी अब यसलाई यो ओके भइसक्यो, यसलाई अब डन गरिदियो। ओके भयो नि त, डन गरिदियो। अनि यसलाई एक्सपोर्ट गरिदियो। एक्सपोर्ट गरेपछि यो फर्केमा राखिदियो। ग्यालरीमा एक्सपोर्ट गरेपछि ग्यालरीमा जान्छ। यो ग्यालरीमा गएर हेर्नु है त त्यो भिडियो। यहाँ आयो है 49 सेकेन्डको भिडियो। ल यहाँनिर इक्जाम्पलको लागि तपाईँहरूले चाहिँ मैले कोदारी खनेको थिएँ, लाठी